नमस्कार साथीहरू, 2083 साल जेठ महिनाको 1 गते नेप्सेमा भएको कारोबारको अवस्था, टप गेनर टप लुजरमा आएका कम्पनीहरू र आज बनेको क्यान्डलको बारेमा सामान्य छलफल गर्नका लागि हजुरहरूको माझमा एउटा सानो भिडियो लिएर आइसकेको छु। हाम्रो च्यानललाई हेरेर मन पराइदिनु हुनेछ र यो भिडियोमा हजुरलाई लागेका कुराकानीहरू कमेन्टको रूपमा लेख्न सक्नुहुनेछ। साथै भिडियो मन परेमा एउटा लाइक गर्न नभुल्नुहोला भन्ने अपेक्षा राख्दै आजको दिनमा नेप्सेमा जम्मी हामीसँग 3 अरब 9 करोड हाराहारीको टर्नओभर आएको छ र यसमा गेनरहरू चाहिँ यो हाम्रो एमइएल, आरबिसिएल र धेरै छ डिभेन्चरहरू यहाँनिर चाहिँ देख्न सकिन्छ। धेरै ठुलो प्रफिट चाहिँ धेरै ठुलो गेन चाहिँ कुनै पनि कम्पनीले त्यति साह्रो गरेको देख्न सकिँदैन भने लस हुने कम्पनीहरूमा चाहिँ युएनएचपिएलको झन्डै -15, त्यसरी क्रेस्ट, एनआरएमहरूले चाहिँ आज नेगेटिभ एरियातिर चाहिँ आफ्नो यात्रा तय गरेको देख्न सकिन्छ। टर्नओभरको रूपमा चाहिँ हामीले युएनएचपिएलमा हाम्रो नेगेटिभ अनि त्यसपछि टर्नओभर पनि धेरै भनेपछि यहाँनिर यसको सायद लकिनहरू केही खुलेको हुनसक्छ, यसको हेर्नुपर्ने हुन्छ। अपे, आरएसएमएलहरू, एस5 प्यानल इत्यादि चाहिँ आजको टप टर्नओभरमा चाहिँ रहन सफल भएका छन्। अब आजको दिनमा यो नेप्से के भन्ने, यो बढेको भन्ने पनि भएन हैन, जम्मै तपाईँको 1.77 को पोजिटिभ छ हैन। अब नहुनुभन्दा कानोमा राम्रो भने जस्तो थोरै बाई चाहिँ आएको देख्न सकिन्छ। भोल्युम घटेको छ हिजोको भन्दा, नेगेटिभ के भन्छ क्यान्डल चाहिँ पोजिटिभ हुँदाखेरि भोल्युम घट्नुलाई चाहिँ हामीले त्यति साह्रो राम्रो मान्दैनौँ। तर यो यसलाई धेरै ठुलो इस्यु बनाउनु हुँदैन, किनभने नेप्से साइडवेज छ भन्ने कुरा चाहिँ एउटा स्पष्ट रूपमा चाहिँ देख्न सकिन्छ। यो एरियाभित्र एउटा सिमेट्रिकल ट्रायङ्गल प्याटर्न प्राइस एक्सन ट्रेडरहरूले प्रयोग गर्ने यस्तो रेन्जमा चाहिँ यो खेलिराखेको छ। तर हामीले अब यो स्मार्ट मनीको कन्सेप्ट अनुसार हेर्दाखेरि चाहिँ यसले जब यहाँबाट चाहिँ हाम्रो हाई ब्रेक गरेर यसको चाहिँ ब्रेकअप स्ट्रक्चर भएको छ हैन, ब्रेकअप स्ट्रक्चर भइसके पछाडि यहाँनिर चाहिँ फेरि पनि यसले चाहिँ स्ट्रक्चर ब्रेक गरेर थप माथिल्लो एरियामा चाहिँ गएको हो है। तर यहाँनिर चाहिँ अब यसले के गर्यो त भन्दाखेरि चाहिँ इन्भेस्टमेन्ट लिएर तलको एरियामा चाहिँ लिक्विडिटी लिनलाई चाहिँ आएको देखिन्छ र यहाँनिर आइसके पछाडि हैन यो एरियाबाट चाहिँ लगभग उसले चाहिँ यहाँनिरको अब यो क्यान्डल रेन्जबाट चाहिँ ऊ चाहिँ फर्केको देखिन्छ एक लेभलमा हैन। त्यस पछाडि चाहिँ हुनु चाहिँ के पर्थ्यो भन्दाखेरि चाहिँ स्ट्रक्चर ब्रेक गर्नको लागि चाहिँ यो सिधै यो माथिको क्यान्डलसँग चाहिँ स्ट्रक्चर ब्रेक गर्न चाहिँ उनी यो प्राइस चाहिँ जानु पर्थ्यो। तर अब हामीले त्यसरी भनेर हुँदैन र यसको अझै यसले चाहिँ थोरै अझै लङ रेन्जको लिक्विडिटी खोज्न चाहिँ मार्केट आएको छ कि जस्तो चाहिँ हामीले देख्न सक्छौँ। त्यसो भएकोले मैले बारम्बार भनेको छु कि अब यो रेन्ज यहाँनिर सानो डिमान्ड जोन छ हैन, यो रेन्ज होल्ड गरेर यहाँनिर एक लेभलको इन्गल्फिङ बनायो भनेपछि हामी हाम्रा मन परेका स्टकहरूमा चाहिँ हामी जान सक्छौँ मेरो विचारमा हैन। म चाहिँ आफू एक दुईवटा आफूले मन पराएको स्टकहरू मैले हेरिराखेको छु, तिनीहरू किन्नेवाला छु र स्टप लस चाहिँ हामीले चाहिँ यो रेन्जतिर हैन राख्न चाहिँ सकिन्छ। तर अब यति भन्दै गर्दाखेरि यहाँनिर भएन भनेपछि चाहिँ स्पष्ट छ मेरो सिधा कुरो हैन, यहाँबाट यो तल्लो डिमान्ड जोन कुर्छु हैन, यो कुर्छु, यो भएन भनेपछि यो तल्लो कुर्छु भएन भनेपछि यहाँभन्दा लो चाहिँ लाउला जस्तो मलाई चाहिँ आफ्नो व्यक्तिगत रूपमा लागेको छैन। मलाई नलाग्दैमा हुने चाहिँ हैन, योभन्दा मुनि आउन पनि सक्छ। तर यतिको तल चाहिँ नआउला, किनभने अब हाम्रो चाहिँ के भन्छ बजेटको घोषणा हुन आँटिसकेको छ। अब आज 1 गते भइसक्यो, 14 दिन पछाडि बजेट छ। बजेटले चाहिँ अब केही राम्रो घोषणा गर्दैछ हैन। त्यसपछि असार साउन हाम्रो सिजन सुरु हुँदैछ। त्यसो भएको हुनाले यति तल चाहिँ आउला जस्तो मलाई लागेको छैन। अब आउन त सक्छ नि, मलाई नलाग्ने कुराकानी त होइन। तर नेप्सेमा यस्तो भयो भने चाहिँ म किन्छु हैन, कुनै कम्पनी भनेर चाहिँ म चाहिँ बसिराखेको हुन्छु है त। अब यहाँनिर सिम्पल यस्तै गतिविधिहरू चाहिँ हामीले देखिन्छ। यहाँनिर अब यदि तपाईँ इन्डिकेटर ट्रेडर हो भनेपछि आरएसआई लाउनु भयो भने यहाँनिर चाहिँ हामीले सिम्पल आरएसआईमा पनि हाम्रो चाहिँ यहाँनिर मैले चाहिँ यो हैन हिडन बुलिश डाइभर्जेन्स चाहिँ यहाँनिर मैले मार्क गरेर बसेको छु हैन। हिडन बुलिश डाइभर्जेन्स चाहिँ अब स्ट्रङ बुलिश डाइभर्जेन्स जतिको स्ट्रङ त हुँदैन, तर यो चाहिँ हिडन बुलिश डाइभर्जेन्सले पनि के चाहिँ दिन्छ त भन्दा प्राइसमा चाहिँ केही
मोमेन्टमहरू चाहिँ लुकिराखेको छ। अब चाँडै देखिन सक्छ भन्ने खालको त्यसले पनि हामीलाई चाहिँ देखाउन सक्ने हुन्छ। र अब आजको दिनमा हजुरले के गर्नुभयो होइन, किन्नुभयो कि बेच्नुभयो कि के गर्नुभयो, हामीलाई हाम्रो कमेन्ट मार्फत जानकारी दिनुभएमा आभार व्यक्त गर्ने थियौँ भन्दै आजको यस भिडियोबाट यो सानो अपडेटको साथबाट हामी पनि बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।